नगरी दिदी झाडन खोजेको हालेर अघि दर्शन हालिदिन्थ्यो भने लाइट हाम्रो बोजा सर एमएलएको घर एरिया एमएलएको घर टल्किँदो रहेछ हुँदैन रहेछ टल्किँदो रहेछ नि हस्पिटल त डल्लै जिल्ला अस्पताल नाम्ची यो चाहिँ निकाल्नु भनेको कि खै हुँदैन रहेछ नजिकै खिचेन नि त दिउँसोमा त हो कि राति त यस्तो हुन्छ नि त हस्पिटल एरिया केतिङ देख्छ है केतिङ बनाएको छ नाम्ची हस्पिटल हजुरहरू हेर्न सक्नुहुन्छ है हाम्रो नाम्ची डिस्ट्रिक्ट हस्पिटल धेरै टाढादेखि खाना लिएर हिँडेर आएको है हामी जस्ट हस्पिटल पुग्न लाग्यौँ र यहाँको भ्यूज हेर्न सक्नुहुन्छ हजुरहरू है यति दामी छ नि अब नाम्ची हस्पिटल परबाट गर्नुपर्छ परबाट दामी देखिन्छ कहाँ त्यस्तो हुन्छ सबै यो अर्थिङ गरेको छ नि यो त यहाँ मुनि दुई तला छ यहाँ मुनि B1 B2 गाडी राख्ने र नि दबाई दोकान यहाँ मुनि अन्डरग्राउन्डमा छ नाम्चीको व्हाइट हाउस हेर्न सक्नुहुन्छ यो माथि देखेको व्हाइट हाउस हो नाम्चीको भ्यूज हेर्नुहोस् है अब चाहिँ हामी गेटतर्फ लाग्यौँ भित्र त नेटवर्क भेट्दैन नि बहिनी यहाँ बस्को मेरो फोटो पनि खिचिदिन्छ मेरो भदैनी आज आएको यो साइडमा जान उसको व्हाइट हाउस निकालेर चाहिँ म फोटो दामी निकालिदिँदैछु है